Hello, mommy. Hey, vlog. What are you doing? Oh yeah, chicken पकाउनु नि मिठो गरी अब यो चाहिँ volume off हुन्छ किन त्यो उयसले. So you guys just gonna see us cooking or mom cooking and I'm just there. And I'm also gonna be eating an egg burger / sandwich. Looks very sad. के Brown. Wait, let me do that. भन्नु मलाई कसरी गर्नु. यसरी काट्नु यो त काटेको छैन हुँदैन यो के रे उ गरेर तर बराबर हामी चाहिँ यसरी फिले गर्ने यसरी काट्ने अनि यसो गर्दा चाहिँ कातलो हुन्छ र अनि सजिलोले पाक्छ न छिटो त्यो किन हुन्छ नि डल्ले पाक्दैन नि त त्यो गरी यसरी के अरे अलि युज टु हुनुपर्छ नि त. यो ठुलो भयो सानो भयो ठिकै मतलब यसरी पक्न यस हातबाट भन्नुपर्छ टाइट यसरी टाइप हुन्छ. Okay. I can't be fast. From here when you cut here and can I show one time? It's still Why okay, the? but do like this, na? You hold. Two times. See. One more time. Okay, brilliant. Up, go along. यहाँबाट काट्नु भयो मैले कसरी तिमीले फर्स्टमा सिक्यो त्यसरी तिमी फेरि अझ टाइम पनि गरेको पोजिसन धेरै कुखुरा के खान्छ र सुन्दी चाहिँ अब खाँदैन एक पिरो छ. So one bite. Jadi mana dia? Yeah. Tapi jangan nama ya. मैंने आपस की ना की थी अब पकड़ा उन्होंने को गल के ट्राई करनी. हाँ वो हो ही जावे आपस नहीं. Jadi kalian yang masuk. अब हाल्ने सक्यो. It feels warm. What is that? Sesame seed? No. Cumin. Cumin? Yeah, what cumin? Cumin? C-U-M-I-N? हामी कसरी कुक गर्ने अरे चिकन? Sorted. Salted chicken? अनि त्यो गरिनु हुने क्या. अनि त्यतिकै स्टिर गऱ्यो अब रेडी? अनि टमाटर हाल्ने प्याज हाल्ने मरमसला हाल्ने अनि यहाँ पनि छ नि तिमीहरूलाई यो पाक्यो होला अब. Which one? This one? Look at me. कति? यति? हो त्यस्तो धेरै पनि थोरै हाल्नु. यहाँ अलिअलि धेरै हाल्नु है अर्को यो राम्रो लाग्दैन. यो पनि हाल्ने अलिकति. What's that?
पेमेन्टहरू Peanut butter. यो अर्को परिमल बाहिर हो यो चाहिँ Salt. नुन हो ओके तिमीले खानेकुरा हौ Sobi खानु मलाई. एउटा अलि धेरै खाउनुभयो तपाईँ पनि छ बाहिर हो मेरो कफमा ल्याएर नि मैले देखिन How do you know cook chicken well? चिकन Like how do you know when it's not raw? र चाहिँ अब सफ्ट हुन्छ नि एकदम यो त डह्रो भइसक्यो नि त अब एकछिन So how do you know it's not overcooked then? ओभर चाहिँ यो ओभरको ओल्डर नै हुन्छ चिकन अलरेडी ओल्डर पकाउनुपर्छ क्या अनि बिफहरू चाहिँ जसरी खाँदैन हुन्छ होइन अनि बर्गरहरू चाहिँ तर चिकन चाहिँ अझ अलि यसलाई फ्रिजमा हाल्यो So कति onion हाल्यो? 1/2? Get a half of an onion. ए अब चाहिँ पानी हाल्नुपर्छ नि Pani? पाकिन्छ नि है त्यसरी एकछिन यो हाल्नु नि फेरि ओनियनलाई अलिक पकाउनुपर्छ अब ओनियनबाट पनि पानी आउँछ नि त त्यसरी किलो निस्कि सरी छ होइन अब अलिकति यसलाई अलिक ग्रेभी हुनलाई यसलाई पाकिन्छौँ अनि after that Hot water. जस्ट नर्मल गरेर हाल्नु हुन्छ अलि हाल्नु बेला Okay. ए हाल्नु गार्लिक र Chicken so हाल गर्दा estimately कति टाइम लाग्छ? ठिकै हुन्छ तर सस बनाउनु पऱ्यो नि त त्यो भिडियोबाट मलाई एउटा प्याज एउटा उयो र टमाटर Sure. यहाँ अब चाहिँ तल स्टिक त्यहाँ राम्रो हेर्दा अलिक सस भएको दियो अरे Mommy? कर दिया बंद आमा बिग्री सक्छ हेर गरी तो बाबूजी कर दिया बंद इसको बन्द गरिदियो कर दिया अरू पनि होला नि टाइम से स्लिप पर आ रही This one? अर्को छ सबै प्याज भिजेर फ्रिजमा हालेर भयो आज मैं भी लिटिल पे गया था हँ मैं व्हाट टाइम यू कम टू होम सुन्नेको छुट्टी होइन गाउ कल छुट्टी No, है tomorrow's holiday, yeah. and what about the boys So what? son yeah 3 something? 4? yeah we had decided me and your father and your uncle and make a barbecue tomorrow Oh yeah, okay. but she said I will go to work but what time do you come She will come home at 4. oh that's fine then We we have start barbecue tomorrow at 5 o'clock yeah त्यही barbecue dinner भयो त हम लेके ना मैं और भाई सभी लेके हम मैरिनेट कर लेंगे चिकन को तो जब आप आओगे हम उस टाइम पे ऑन करेंगे भाई को छुट्टी है सुबह भाई ने मुझे खुद बोला कहता आज नहीं छुट्टी कल बोला था उसने मैंने भाई अभी गर्मी है तो चलो बाबू करें तो भाई बोलता चलो करते हैं तो भाई बोलता आज नहीं करेंगे कल छुट्टी ओके बट ऐसा नहीं अगर आप 4 बजे आ जाओगे ना तो हम 5 बजे शुरू करेंगे नहीं हम करेंगे मगर वो गर्म खाना पड़ता है ना वो ठंडा हो Okay, जाता that will be dinner, no need to be dinner. डिनर नहीं करना Take barbecue dinner. जस्ट ओनली बाबू भाइ छुट्टी एकै बात भाई का छुट्टी है भाई ने मुझे बोला Daddy ने सँगै बोलेको होइन बागे तल राख ए त्यो पानी नै हुन्छ? त्यही त पानी हाल्नु Oh, I thought you put cooked water. No, Like hot water. hot water, you know what I mean? Because the पानीले गरे के अरे पानी already तातोले गरिहाल्छ भनेको? no, पानी हो नै बोइल हुन्छ नि त
So why you put the white water? Okay. Oh, एकछिन अब धेरै छोड्दा हुन्छ कस्तो टमाटर चाहिँ हालेको थिएन क्या ड्याडीले टमाटर सबै बिग्रेछ त है कस्तो टमाटर 3टा टमाटर खानु पर्यो So with moldy भयो है Huh? It went bad, right? Moldy. What do you mean? Like bad भयो नि त moldy. अन्डा त रोटी भन्दा ठुलो. ड्याडीले चिकन पकाउनु अल्छी लाग्यो होला नि त्यो चिकन चाहिँ नि अब त्यो तलको चिकन हो त्यसमा हालेर राखेर तिम्रो उयोमा त्यो काँचै चिकन नि प्याकेटै त्यहाँ हालेर राखेर अनि उसलाई उसो हुँदैन अब लास्टमा धनियाँ हाल्ने अलिक सस हाल्ने क्या धनियाँ उताबाट ससमा चाहिँ सबै कोरिएन्डर उही पानी कहाँ आयो Iti or more? मोर त्यो टमेटो चाहिँ मजाले पाकेर सस हुनुपर्छ है Oh, it smells good. यहाँ चाहिँ तिम्रो भन्नु यो कभर त्यो अहिले Is it chicken or masu चाहिँ overcooked हुन्छ rubbery हुन्छ? चिकन त के हुँदैन हामीले खायो भने त वेल्डन नै हो नि त होइन यसलाई अलिक यसो गरेर You know why I asked you यो के खालको स्टाइल हो कुक गर्दा? करी हुनु Gordon Ramsay. त्यसैले तपाईँले के भन्थ्यो सलुट? के सलुट होइन स्टार के हो? के भन्थ्यो? नुन हाल्ने सल्ट सल्ट हाल्यो अघि. हालेन सल्ट हाल्यो टर्मिकहरूसँग हाल्नुभयो ए त्यो पाउडरहरूसँग के भन्छ अरे स्टाइल के अरे त्यो कुक स्टाइल क्या यो त अब करी स्टाइलको हो होइन तर अघि के भन्थ्यो नि एससँग वेल्डन होइन एस हो एस माई नेम एस ए what I forgot salute or something you said something like that I remember hearing that in Gordon Ramsay go my guess Saudi yeah I think so Bakar male you're the episode heरेको cook chicken like you're the challenge again cook chicken in different ways there was fried something and there was also the salute that you said I'm calling it salute I don't know what it is there's so many things put some water Is it water? Yeah, because we need to curry little bit curry and little bit gravy चाहियो नि त so still we need to chicken no problem when you cook the oil and okay now run अब मजाले पाक्नु दियो अनि पछि पानी गएपछि चाहिँ पानी ड्याडीले पैसा हाल्दै तिमीलाई हालेछ त्यो ड्याडी भात हेरेर खानै आएनौ किनभने ऊ मोमो खाएर आएको खाइसकेर हो एकैछिनमा खाएर थिएँ अब तिमी पनि ट्राई गरौँ न सिस्नु सुन्दर हुन्छ नि हेल्थको लागि ओके तिमीले खायो भने सुनले पनि खान्छ नि तिमी नखाएर सुनले पनि खाने बडा बडी टमाटर ल्याउनु मात्रै भएछ बर्गरमा यो हाल्यो भने होइन Yeah, I was expecting like salad or like you know मैले ड्याडीले salad ल्याएको दिएको थियो नि त and tomato like how you did टमाटर चाहिँ स्लाइस के भन्छ किन Is it almost done, Mama? And then Mommy's watching her thing.